हाम्रो देश अहिले विशेष परिस्थितिमा छ। यस्तो परिस्थितिमा आफ्नो जनधनको सुरक्षा त गर्नै पर्यो। पूर्ण रूपमा नभए पनि केही हदसम्म यो सीसीटीभीले चाहिँ सुरक्षा चाहिँ प्रदान गर्छ है। अब जानौँ यो सीसीटीभी कति प्रकारका हुन्छन् र यो तपाईँ राख्दै हुनुहुन्छ भने कस्तो खालको लिने त है। सो बजारमा धेरै किसिमका ब्रान्डहरू अभाइलेबल छन् र अहिले मैले चाहिँ तपाईहरुलाई यहाँ दाउवाको ब्रान्ड देखाइरहेको छु। जेनरली 3 वटा किसिमका सीसीटीभीहरू अभाइलेबल हुन्छन् है। एउटा हुन्छ वाइफाई क्यामेरा जुन एकदमै कम रेन्जबाट स्टार्ट हुन्छ र त्यो सिंगल हुन्छ, मेमोरी कार्ड लाग्छ। अर्को हुन्छ तपाईलाई म वाइफाईको एउटा एक्जाम्पल देखाइदिइहाल्छु। यो चाहिँ हाम्रो वाइफाई क्यामेरा हो है। अब यसमा चाहिँ मेमोरी कार्ड यसैमा लाग्छ र एउटा सिंगल एउटा एडाप्टर आउँछ। त्यति भएपछि यो जडान भयो हैन र मोबाइलमा तपाईले एपमा हेर्न मिल्ने भयो। र अहिले मैले तपाईलाई यो पछाडी देखाइरहेको सेट चाहिँ यो डीभीआर हो। यो डीभीआर चाहिँ विभिन्न पार्ट पुर्जाहरू मिलेर चाहिँ एउटा सिंगल हुन्छ है। सिंगल एउटा प्याकेजमा चाहिँ बेचिन्छ। सो अब किन त भन्दाखेरि डीभीआर डिजिटल भिडियो रेकर्डर है। सो यो चाहिँ हाम्रो एनालग सिस्टममा काम गर्छ। यसमा चाहिँ तपाईले के पाउनुहुन्छ त भन्दाखेरि जेनरली यो डीभीआर भनेको यो हो है। डीभीआर बक्स, यो डीभीआर बक्स भयो र तपाईले यसमा यो पावर सप्लाई पाउनुहुन्छ हैन। यो चाहिँ पावर सप्लाई भयो है। अनि त्यसपछि हार्ड ड्राइभ अनि विभिन्न कुराहरू यो तारहरू हुन्छ हैन। सो अब जानौँ कि फर्स्टमा यो क्यामेराको विषयमा। क्यामेरा पनि यो नाइट भिजन र कलर भिजन गरेर दुई थरीमा आउँछ। मैले अहिले यो तपाईलाई हातमा देखाइरहेको चाहिँ यो मेरो आईआर यानी कि नाइट भिजन भयो। नाइट भिजन भनेको तपाईले राति चाहिँ ब्ल्याक एन्ड व्हाइट इमेज पाउनुहुन्छ। र अर्को मसँग यो यहाँ छ, यो चाहिँ तपाईको कलर भिजन है। अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि यो राति तपाईले अँध्यारोमा पनि यो सानो एउटा एलईडी लाइट बल्छ, वार्म लाइट। यो वार्म लाइटले चाहिँ गर्दाखेरि अब यसमा चाहिँ कलर इमेज आउँछ है। राति पनि तपाईले कलर नै इमेज पाउनुहुन्छ। अनि यो क्यामेराहरू चाहिँ 2 मेगापिक्सलबाट स्टार्ट भएर अप टु 8 मेगापिक्सल र त्यो भन्दा पनि माथिको हुन्छ है। अब यो भयो क्यामेराको कुरा। अनि क्यामेरामा पनि यो एउटा डोम र बुलेट भनेर आउँछ। युजुअली घरभित्र चाहिँ हामीले अथवा इनसाइड द हाउस है हामी यो क्यामेरा युज गर्छौं भने अब यो बुलेट चाहिँ प्राय हामीले आउटडोरतिर युज गरेर हुन्छ है। सो वाटरप्रुफ पनि हुन्छ।